भने हामीले हरेस खानुहुन्न। हाम्रो देश एउटा विविधताले भरिएको, जातीय क्षेत्रीय लैङ्गिक विविधताले भरिएको, मधेसदेखि हिमाल पहाडसम्म फैलिएको, मेचीदेखि महाकालीसम्म फैलिएको जुन हाम्रो देश छ, यसको भविष्य असाध्यै उज्जवल छ। तर त्यो दिशामा अगाडि बढ्नको निम्ति हामीले एउटा अग्रगामी सोचका साथ, परिवर्तनकामी सोचका साथ अगाडि बढ्नुको हामीसँग विकल्प छैन। त्यसै भएको हुनाले यति बेला हामी निश्चित रूपमा केही चिन्तित बनेका छौँ, केही निराश बनेका छौँ। तैपनि हामीले हिम्मत हार्नु हुँदैन। असफलताहरू मिल्छन्, असफलतालाई सफलतामा परिणत गर्नु नै एउटा विकासको एउटा परिचायक हो। त्यसैले म सम्पूर्ण देशवासीहरूलाई आग्रह गर्न चाहन्छु, हामीले फेरि यी असफलताहरू पास सिकेर, कमी कमजोरी पास सिकेर अगाडि बढौँ। लोकतन्त्रको मूल मर्म भनेको जनताको अभिमत प्राप्त गरेर अगाडि बढ्नु हो। त्यसैले यस पटकको संविधान सभा मार्फत जनताको संविधान बन्न नसके पनि फेरि अब हामीले मङ्सिर 7 गते नयाँ जनादेश प्राप्त गर्नको निम्ति बिचमा जाने जुन निर्णय हामीले गरेका छौँ, त्यसमा सबै दलहरूले आफ्नो एजेन्डा लिएर अगाडि बढ्नु पर्नेछ। को वास्तवमा संहिताको पक्षधर हो, को होइन, जो परिवर्तनको पक्षधर हो, को होइन भन्ने नेपाली जनताले फेरि यसपछि फैसला गर्नुपर्छ। संविधान सभामा वास्तवमा परिवर्तनकामी शक्तिहरूलाई, संहिता पक्षधर शक्तिहरूलाई, यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका पक्ष पोषण गर्ने शक्तिहरूलाई स्पष्ट अभिमत नदिएसम्म जनताको पक्षमा संविधान बन्न सक्दो रहेछ। यसको लागि शक्तिहरूकै बाहुल्य रह्यो भने, उनीहरूले विभिन्न ढङ्गले संविधान निर्माणको प्रक्रियालाई अड्काउने एउटा भिटो पावर उनीहरूको हातमा रह्यो भने संविधान बन्न सक्दो पाइन्छ भन्ने चित्तो पाठ हामीले सिकेका छौँ। त्यसैले अब हामीले जुन आगामी निर्वाचनमा हामी जाँदैछौँ, त्यति बेला यी मुद्दा, जनताका मुद्दाहरूलाई केन्द्रमा राखेर जनताले फैसला गर्नेछन्। त्यस क्रममा हामी सबैले फेरि एउटा सहमतिका साथ अगाडि बढ्नुपर्छ। म यस अवसरमा सबैसँग म यही आग्रह गर्न चाहन्छु र सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, पत्रकार जगत र आम जनताले निराश नबनिकन एउटा नयाँ नेपाल निर्माण गर्नुको निम्ति, सङ्घीय गणतन्त्रात्मक नेपाललाई संस्कार गर्नुको निम्ति फेरि एकपटक हात्तीमालो गरेर हामी अगाडि बढौँ। म सबैसँग यही आग्रह गर्न चाहन्छु र व्यक्तिगत तर्फबाट म आफूले जुन खालको भूमिका निर्वाह गर्ने प्रयत्न गरेँ, यो मोर्चाका घटकले जुन प्रयत्नहरू गर्यो त्यसमा हामी पूर्ण रूपले सफल हुन नसकेकोमा म दुःख प्रकट गर्न चाहन्छु र हाम्रो तर्फबाट भएका जुन कमी कमजोरी भएका छन् त्यसबाट पाठ सिकेर आगामी दिनमा फेरि देश जनताको पक्षमा समर्पित हुने गर्न चाहन्छु र आम जनतामा निराश नबनिकन एउटा उच्च मनोबलका साथ लोकतन्त्र, गणतन्त्र, संघीयतालाई संस्कार गर्ने अभियानमा निरन्तर अगाडि बढ्न म आग्रह गर्न चाहन्छु। धन्यवाद। अब यसको त विकल्प नै रहेन, किनकि संविधान सभालाई सगैर बचाउँ भनेर हामीले विभिन्न प्रयत्नहरू गऱ्यौँ। अन्तिम बेलासम्म पनि यहाँहरूलाई थाहा छ, यदि हामीले संविधान सभाको म्याद आज गुज्रने भयो भने अब कुनै तरिकाले केही समय भए पनि लिएर फेरि हामीले कुरा गर्नुपर्छ कि एउटा विधेयक दर्ता गऱ्यौँ र त्यसमा कतिपय राजनीतिक दलहरूले दोहोरो भूमिका निर्वाह गरे, एक रूपमा समर्थन गर्ने तर बाह्य विरोध गर्ने कामहरू गरे र त्यसले गर्दा त्यो प्रक्रिया सफल हुन सकेन। र आज पनि हामीले अरू विभिन्न विकल्प, संविधान सम्मत विकल्प हुन्छन् भने जाउँ भन्ने हामीले प्रयत्न गऱ्यौँ, त्यसमा पनि उहाँहरूको साथ रहेन। त्यसैले गर्दा निर्वाचनमा जानुको कुनै विकल्प नै थिएन। निर्वाचनमा जानुको निम्ति एउटा आम सहमति बनेकै कारणले हामीले यो घोषणा गरेका हौँ र मलाई विश्वास छ सबै प्रमुख दलहरूले यो निर्वाचन प्रक्रियामा सहभागी बनेर ताजा जनादेशमा जानेछन्, यो मेरो विश्वास।